हेलो गाइस वेलकम टु माई फर्स्ट मिनी भ्लग। आज चाहिँ हामी एनआइएसको थर्ड ब्याचको स्टुडेन्टहरू मिलेर सुगर क्यान रोप्न गइरहेका छौँ। यो चाहिँ हाम्रो एग्रोनोमी अफ कमर्सियल क्रप्सको प्र्याक्टिकल हाम्रो अनिल सरले गराइराख्नु भएको छ। अनि यो प्र्याक्टिकल गर्दाखेरि चाहिँ हामी फर्स्टमा चाहिँ बारीको झारहरू सबै उखालिरहेका छौँ। अनि यहाँ चाहिँ साथीले सुगर क्यान रोप्नको लागि सेट तयार गरिरहेको थिएन। अनि सुगर क्यानको सेटलाई चाहिँ हामीले म्यानको जुनमा ट्रिट गर्नुपर्ने। अब हाम्रो साथीले केही सेटको बारेमा केही भन्न गइरहेको छ, सुनौँ है। यो चाहिँ हामी सेट्स बनाउन लागेको एकचोटि काटेर हामीले यहाँबाट निकाल्ने। यहाँनिरबाट चाहिँ हाम्रो जर्मिनेसन हुन्छ। हाम्रो यहाँनिर रुट प्रिमोडिया यहाँनिर हेर्न सक्नुहुन्छ। 3 डट 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 जस्तोबाट चाहिँ जरा आउँछ। जरा आएपछि चाहिँ फल्छ। दिस इज अब यो साथीको कुरा सुनिसकेपछि अब एउटा साथीको चाहिँ हात काटेर हात पुरी रगत आएको छ। यस्तो अब कृषि पढाएपछि यस्तै हेर्नु साथीहरू भइरहेको छ। यस्तो सानोतिनो घाउ चटपटक लागिहाल्छ। यहाँ चाहिँ हाम्रो मेहनती साथीहरूले काम गरिरहेको छन्। यहाँ चाहिँ एउटा साथीले हाम्रो रिफ्र्याक्टोमिटर देखाइरहेको छैन। हामीले रिफ्र्याक्टोमिटरबाट सुगर क्यानको टिएसएस पनि नापेको थियौँ। एउटा साथी त गड्डाभित्र पसिसकेको छ। जोक्स साइड अब यो चाहिँ उखु हेर्नुहोस्, साथीले उखु देखाइरहेकी छिन्। अब हेर्नु यहाँ कसैले हात हल्लाउनै फुर्सद पाएको छैनन्। सबैले आफ्नो काम गरिरहेका छन्। म पनि हल्का काम गरिदिउँ भनेर हेर्नु कस्तो राम्रो काम गर्दैछु मैले। यति मेहनती केटी त कहाँ देख्नु भएको थियो र, हेर्नुहोस् है यो भिडियोबाट। अनि मै हो है, म हार्ड वर्किङ गर्ल। साथी हाँसिरहेछिन् काम गरिकन फेरि। अर्कै साथीले हेर्नु कोही लेबर चाहिएकोमा सम्पर्क गर्नु होला है। हाम्रो साथीहरू एकदम मेहनती लेबरहरू बन्न सक्छन्। यहाँ चाहिँ साथीहरूले फोटो खिच्दैन भनेको थिएँ, तर मैले चाहिँ भिडियो बनाइदिएँ। अनि यहाँ चाहिँ हाम्रो सरले केही कुराहरू भनिराख्नु भएको छ है त। अब त्यो अनुसार मिहिनेत हुँदैन होइन। अब यसको डेप्थ चाहिँ 40 सेन्टिमिटरसम्म भनेर भनिन्छ। अब भ्याराइज गर्न सक्छ। यसमा के गर्छौँ हामी, यसभित्र 20वटा उखु हाल्छौँ मिलाएर। हाल्दै गर्दाखेरि 20वटा यसरी 2 3 4 5 6 7 8 9 10 11 12 16सम्म हाल्ने। 4वटा भनेपछि तिम्रो एउटा क्वार्टरमा, एउटा जुन क्वाड्रेन्टमा हुन्छ नि, 4 पर्नु पऱ्यो। ल त्यसरी हाल। सरले यति धेरै एक्सप्लेन गरिसकेपछि अब पालो हुन्छ मल हाल्नलाई। अब राम्रो ग्रोथहरू गराउनको लागि मलजल त चाहिने नै भयो, युरिया डिएपी सरले हाल्न सिकाइराख्नु भएको छ र साथीले हालिरहेको छन्। अनि हामीले पनि हाल्छौँ। अनि यो हालिसकेपछि त उखु त फल्ने नै भयो, पछि खान नि पाइने भयो। यहाँ चाहिँ हाम्रो सियारले पनि हालिरहेको छन्। अनि यो केटालाई हेर न कसरी हालिरहेको छ, कस्तो हाँसो लाग्ने है। म त हाँसो लाग्यो भिडियो हेरेर, त्यतिखेर चाहिँ केही लागेको थिएन, तर अहिले चाहिँ हाँसौँ है सबै मिलेर। हालिरहेको छन्, हेरिराख्नु भएको छ होला। अब यहाँ म पनि छु, म पनि हालिरहेको छु मल युरिया। यो हेर न साथीलाई फेरि भिडियो बनाउनै नदिने के, खालि डिस्टर्ब गरिदिने। बिचमा आएको छ। यहाँ चाहिँ एउटा साथीले चाहिँ अघि नै हामीले ट्रिट गरेको सुगर क्यानको सेटलाई चाहिँ निकालिरहेको छ। फेरि साथीले फेरि चटक देखाउनै पर्यो। अब यहाँ सबै सेटहरू निकालिसकेपछि बामीलाई रोप्छौँ। यो चाहिँ हामीले त्यो अघि नै राखेको त्यो सिड ट्रिटमेन्ट गरेको चाहिँ नफालेर फेरि हालिदिएको है त्यसैमा। अनि यहाँ चाहिँ सरले सिकाइराख्नु भएको छ कसरी सेटहरू राख्ने भनेर। सबै चाहिँ सेटहरू वरिपरि 16वटा अनि बिचमा चाहिँ 4वटा हुने गरेर टोटल चाहिँ हामीले 20वटा सेट चाहिँ एउटा खाल्टोमा हाल्ने गर्छौँ। त्यो चाहिँ हाम्रो सरले सिकाइराख्नु भएको छ। हेर्न सक्नुहुन्छ कसरी हाल्छौँ भनेर। सिक्नु है, सिक्नु काम लाग्छ यो।
यहाँ चाहिँ अर्को साथीले फेरि अर्को ठाउँ रोपिरहेको छिन् फेरि फोटो खिच्दै नराखौँ भनेको त हेरिहाल्ने के चाहिँ अरू साथीहरूले पनि त्यस्तै गरिरहेको छन् म चाहिँ भिडियो बनाइदिरहेको है म पनि गर्थेँ होला तर भिडियो बनाइदेऊ न भनेर बनाइदिएको है फेरि कस्तो राम्रो देखिएको छ है अब चाहिँ हामीले यसलाई माटोले पुर्ने गर्छौँ माटोले पुर्न चाहिँ नबिर्सिने पुर्नुपर्छ नि राम्रो ग्रोथ हुनको लागि त अनि सबले मिलेर आफ्नो कन्ट्रिब्युसन दिइरहेको छन् माटो हाल्ने काम भइरहेको छ माटोले चाहिँ कस्तो राम्रो देखेको हेर्नु हेर्नु यहाँ चाहिँ अर्को साथी उखु खान नपाएर उखु मात्र खाइरहेको फेरि आमा यहाँ चाहिँ आई टु आई बर्ड टु बर्ड भनेर सिकाउनु भएको थियो यहाँ चाहिँ उखु देखेर हामी फेरि काम गरेपछि यस्तो त हुनै पर्यो है ल हामीले उखु खायौँ अब यति नै गाइस अब अरू चाहिँ पछि बाई बाई बाई